धनगढीका नयाँ उम्मेद्वारसँग मतदाताका पुरानै माग। सुदूरपश्चिमको अस्थायी राजधानी एवं व्यापारिक केन्द्र रहेको धनगढी क्षेत्र कैलाली 5 मा आसन्न निर्वाचनका लागि प्रमुख दलहरूले नयाँ उम्मेद्वार मैदानमा उतारेका छन्। काङ्ग्रेसबाट नरनारायण शाह मनु, एमालेबाट यज्ञराज ढुङ्गाना र रासोपाबाट आनन्द बहादुर चन्द उम्मेद्वार छन्। नेकपाबाट भने प्रतिस्पर्धा गर्न पूर्व मन्त्री प्रेम आले डोटीबाट धनगढी झरेका छन्। काङ्ग्रेस कैलालीका पूर्व सभापति शाहको संसदीय यात्रामा पहिलो प्रतिस्पर्धा हो। यस क्षेत्रबाट पूर्व परराष्ट्र मन्त्री आर्जु देवा राणाको नाम चर्चामा थियो। जिल्ला पार्टी कार्यालयले पनि पहिलो नम्बरमा सिफारिस गरेर पठाएको थियो। काङ्ग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति चुनिएपछि आर्जु उम्मेद्वार बन्न पाइनन्। विकल्पमा दोस्रो नम्बरमा सिफारिस भएका कुनै बेला शेरबहादुर देउवा निकट मानिने शाहले टिकट पाएका हुन्। यस क्षेत्रमा डिल्लीराज पन्त र नृप बहादुर वर्डको नाम पनि सिफारिस भएको थियो। अर्का उम्मेद्वार ढुङ्गाना एमाले कैलालीका अध्यक्ष हुन्। उनका लागि पनि संसदीय प्रतिस्पर्धा पहिलो हो। उता बिना चर्चा डोटीबाट 3 पटक सांसद भइसकेका र मन्त्री समेत बनेका प्रेम आलेले पहिलो पटक धनगढीलाई प्रतिस्पर्धाको क्षेत्रका बनाएका छन्। रासोपाका चन्द पनि नयाँ अनुहार हुन्। चन्द त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्थे। राप्रपाले रोशन शाहीलाई उम्मेद्वार बनाएको छ। कैलाली 5 मा 051 को मध्यावधि, 064 को संविधान सभा निर्वाचन र 2074 मा क्रमशः एमाले, तत्कालीन माओवादी र वाम गठबन्धनबाट एमालेले जितेका थिए। 048 देखि 056, 070, 2079 मा काङ्ग्रेसका उम्मेद्वार विजयी भएका थिए। 2079 को निर्वाचनमा प्रत्यक्षतर्फ काङ्ग्रेसका डिल्लीराज पन्त 21,392 मत प्राप्त गर्दै विजयी भए। निकटतम प्रतिद्वन्दी एमालेका नारद मुनि राणाले 20,318 मत पाएका थिए। समानुपातिक तर्फ काङ्ग्रेसले 15,117, एमालेले 14,321, माओवादीले 5,736, रासोपाले 4,455 र एकीकृत समाजवादीले 916 मत प्राप्त गरेका थिए। राप्रपाले समानुपातिक तर्फ 6,947 मत प्राप्त गरेको थियो। काङ्ग्रेस उम्मेद्वार शाहले गरिबीको रेखामुनि रहेका नागरिकको जीवनस्तर उकास्नु र युवा विदेश पलायन रोक्नु आफ्नो मुख्य चुनावी एजेन्डा रहेको बताए। नेकपाका उम्मेद्वार प्रेम आलेले भ्रष्टाचार अन्त्य र धनगढी विमानस्थल स्तरोन्नतिमा ध्यान दिने योजना सुनाए। रासोपा उम्मेद्वार चन्द शिक्षा र स्वास्थ्यमा सुधार आफ्नो पहिलो प्राथमिकता रहेको बताउँछन्। एमालेका ढुङ्गानाले राष्ट्रियताको रक्षा र विकास निर्माणमा आफू सशक्त ढङ्गले उभिने बताए। धनगढी उपमहानगरपालिका 15 स्थित कनरीमा कान्तिपुर टिम पुग्दा 54 वर्षीय सीताराम चौधरी छिमेकीसँग बसेर चिया पिउँदै थिए। उनी सहितका गाउँलेले अचानक नयाँ अनुहार घर परिसरमा छिरेको देखेर भोट माग्न आएको लक काटे। बसिरहेको ठाउँ हतार हतार खाली गर्दै हामीलाई बस्न आग्रह गरे। बस्दै गर्दा हामीले भोट माग्न नभई चुनावी अवस्था के रहेछ भनेर बुझ्न आएका हौँ मात्र के भनेका थियौँ। सीताराम कड्किहाले, हामीलाई चुनाव मतलब छैन, यी सबै दुनियाँदारी कुरा मात्र हुन्। सोध्यौँ, चुनावप्रति किन यति धेरै निराश? उनले भने, किन निराश नहुनु त? जब चुनाव आउँछ जितेर यो गर्छौँ त्यो गर्छौँ भन्ने मात्र आउँछन्, अघिपछि अनुहारै देखाउँदैनन्। चुनावमा झुटा आश्वासन दिन मात्र आउने हुन्। उनी सबैभन्दा बढी निराश मेहनत गरेर फलाएको धानले मूल्य नपाउँदामा छन्। गत वर्ष प्रति क्विन्टल 3200 रुपियाँमा धान बेच्यौँ, यो वर्ष 2400 बिक्री गरिरहेका छौँ भन्छन्। यस्तो अवस्थामा हामी किसान सुखी हुन्छौँ कि दुखी? हाम्रो मर्का कसले बुझ्ने? नेता र सरकारले खोइ वास्ता गरेको। उनले बिस्तारै दुःख पोख्न थाले। उनी जे भन्थे त्यसमा आडैमा रहेका गाउँलेले हो भन्दै समर्थन जनाइरहन्थे। एउटै दलका पुरानै अनुहारप्रति भरोसा लाग्न छाडेको तर्क गर्दै उनले किसान र तिनका समस्या बुझ्ने नयाँ अनुहार आउनुपर्ने तर्क गरे। पुराना अनुहार त देखिएकै हो, नयाँ आउनेले जेनजी आन्दोलनका बेला प्रहरीको गोली लागेर ज्यान गुमाएकाहरूका परिवारको मर्म पनि बुझ्देलान् नि त, उनले भने। त्यही अनुसार काम गर्लान् भन्ने पनि आश छ। अब आउने नेतृत्वले किसानका दुःख पीडा बुझेर उचित मूल्यमा धान बिक्री र सस्तोमा मल पाउने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ। सिँचाइ सुविधा उपलब्ध हुनुपर्ने माग पनि उनको छ। हाम्रो वार्ड धानको पकेट क्षेत्र हो। उत्पादन भइसकेको धानको मूल्यका लागि सरकारले ग्यारेन्टी लिनुपर्छ भने उनले। व्यावसायिक रूपमा धान फलाउने 200 भन्दा बढी किसान छौँ, तर चुनावको बेला उम्मेद्वारका नजरमा परे पनि त्यसपछि बिर्सनेमा हामी पर्छौँ। वडा नम्बर 15 का अध्यक्ष सुखदेव राणाका अनुसार यहाँको मुख्य उत्पादन नै धान हो,
तर किसानले सरकारी नियमअनुसार तोकिएको मूल्य पाउँदैनन्। तुरुन्त बिक्री गरेर गहुँको लागि मल बिउ किन्नुपर्ने हुन्छ भने उनले। आफूले बिक्री गर्ने बेला मूल्य नपाउँदा किसानले सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता छ। सरकारी मूल्य 34 देखि 3600 प्रति क्विन्टल हुने गरे पनि यो पटक किसानले 2400 सम्म मात्र पाएको उनले सुनाए। धनगढीको 14, 15, 16, 17 र 18 र 19 वड धानको पकेट क्षेत्रभित्र पर्छन्। हामीलाई उपनगरपालिकामा जोडेर कर मात्र बढी तिर्नुपर्ने बनाइएको छ भन्छन् उनी। हाम्रो ग्रामीण भेग हो, सहरी क्षेत्र होइन। खुटिया र शिवगङ्गा नदीको बाढी बस्तीमा पसेर वर्षेनी डुबान हुने समस्या छ। उर्मी, कनरी, जनुवा बस्तीमा बाढीको बेला नदी पस्छ। धेरै ठाउँका लागि तटबन्धन माग गरे पनि थोरै ठाउँमा मात्र बनाइन्छ। बजार क्षेत्रका स्थानीयले संसदमा नयाँ अनुहार खोजिरहेका बेला भित्री बस्तीका मतदाताको माग र अपेक्षा फरक छन्। आफूहरूले वर्षौंदेखि भोग्दै आएको मल, बिउ, धानको मूल्य, पानी, सडकको समस्या समाधान गर्नेलाई मत दिने पक्षमा तिनी प्राय एकमत जस्तै देखिन्छन्। आफूहरू उपनगरपालिका भित्रकै बासिन्दा भए पनि धनगढी बजार जस्तो सेवा सुविधा नपाएको वार्ड 15 कनरीकी 28 वर्षीय बिनु चौधरी बताउँछिन्। यहाँ डुबानको समस्या छ। बर्खाको बेला बाढी बस्तीमा पस्छ। व्यवस्थित तटबन्धन भए डुबानमा परिदैन थियो भन्छिन्। धनगढी 19 स्थित फुलबारीकी 40 वर्षीय महेश्वरी कठायतले चुनावको बेला नेताहरूले थरीथरी वाचा गरे पनि त्यो कहिल्यै पूरा नहुने गरेको सुनाउँछिन्। आफ्नो बुढा यहाँ रोजगार नपाएर भारत गएका छन् भन्छिन् उनी। एक्लैले बालबच्चा हुर्काएर बसेको छु। कमसेकम यही काम पाएका भए बुढा भारत त जान पर्दैन थियो। उनका पति डम्बर सिंह रोजगारीको सिलसिलामा भारतको मद्रास पुगेका छन्। अहिलेसम्म हामीहरू सुकुम्बा बस्तीमा रहेको र लाल पूर्जा समेत नपाएको उनले गुनासो पोखिन्। लाल पूर्जा मात्र नभई पानीको समस्या पनि उस्तै रहेको सोही वार्डकी थीमा देवी कुञ्जेडाले बताइन्। यो ठाउँका 12 परिवारको पूर्जा छैन। 036 सालदेखि यस क्षेत्रमा बसोबास गर्दै आए पनि अझै लाल पूर्जा पाएका छैनौँ। जमिन मुनि 150 मिटर तल गहिरो खन्दा पनि पानी आउँदैन। यस्ता कामका लागि गाउँमा बजेट आउँछ भन्छन्, तर कहाँ जान्छ थाहा छैन। टाढा छिमेकी गाउँसम्म पुगेर पानी ल्याउनु पर्ने बाध्यता छ, उनले गुनासो पोखिन्। कैलालीका 5 वटा निर्वाचन क्षेत्रमध्ये यो 5 नम्बरमा पर्छ। 2078 को जनगणना अनुसार जनसङ्ख्या 2,11,713 छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यस क्षेत्रको वार्षिक जनसङ्ख्या वृद्धि दर 2.63% छ। निर्वाचन क्षेत्रमा 2078 को जनगणना अनुसार कुल जनसङ्ख्या 2,11,713 मा 16 देखि 24 वर्ष उमेरको 19.8% को बसोबास छ। 16 देखि 24 वर्षको जनसङ्ख्या धेरै भएका 10 निर्वाचन क्षेत्रमध्ये कैलाली 5 पनि पर्छ। त्यसो त जिल्लाको कुल मतदाता सङ्ख्या 5,51,052 छ, जसमा 2,80,243 महिला र 2,70,798 पुरुष मतदाता छन्। 5 नम्बर निर्वाचन क्षेत्रमा मात्र 1,10,539 मतदाता छन्। यता धनगढी बजारका मतदाता भने यो पटक मत फेर्ने दाउमा छन्। पुराना अनुहारदेखि दिक्क भएकाहरू नयाँ नेतृत्व र नयाँ अनुहारको पक्षमा छन्। यसै मध्येका एक हुन् धनगढी 7 का 50 वर्षीय नवराज बराल। उनी अघिपछि देखिराखेका अनुहारभन्दा नयाँ आउनुपर्ने बताउँछन्। नयाँ अनुहारलाई पनि अवसर दिनुपर्छ भन्छन्। अब पुरानो नेतृत्व फेरिएर सुशासन कायम होस् भन्ने छ। धनगढी 5 स्थित तारानगरका 50 वर्षीय गणेश बोहरा पनि नयाँ सोच भएका उम्मेदवारलाई भोट दिनुपर्ने तर्क गर्छन्। पुरानालाई पटक पटक भोट दिएकै हो, केही गरेनन् गुनासो गर्दै भने एकपटक नयाँलाई पनि हेरौँ न भन्ने हो, केही राम्रै गरिहाल्छन् कि भने। यस क्षेत्रका स्थानीय आसन्न निर्वाचनमा पुराना अनुहारको विकल्प खोज्न एकमत जस्तै देखिन्छन्। धनगढी 5 कै निर्माण व्यवसायी टेक बहादुर खड्का कुनै पनि पार्टीले पुरानै अनुहारको सट्टा नयाँलाई मौका दिनुपर्ने बताउँछन्। आसन्न निर्वाचनमा जेनजी पुस्ता नै आउनुपर्ने हो भन्ने होइन। पुराना पार्टीबाट नयाँ अनुहारलाई अवसर दिए मत दिने बेलामा सोच्न सकिन्छ भने उनले। तर उम्मेदवारले चुनाव अघि धेरै कुरा गर्छन्, तर जितेर गएपछि सबै बिर्सने गरेको उनको गुनासो छ। चुनाव ताके कार्यान्वयनै नगर्न सक्ने गरी दिइने आश्वासनलाई जनताले पत्याउन छाडिसकेका छन्। अब जनताको घर दैलोमा पुग्दा उम्मेदवारले गरेका वाचा पूरा गर्ने नेतृत्व आउनुपर्छ। धनगढी 7 का 23 वर्षीय राजेन्द्र बोहरा चुनावबाट छानिएर सरकारको नेतृत्व गर्नेले पहिलो काम स्वदेशमै रोजगारको वातावरण बनाउनु पर्ने बताउँछन्। आफ्नै देशमा रोजगारको वातावरण बनोस्, मेरो जस्तो उमेरमा विदेशी नपरोस्। दिनहु आफू जस्तै युवा बाध्यताले विदेशी रहेको अनुभव सुनाउँदै भन्छन्, आफूले सिकेको सिप यही प्रयोग गर्न पाइयोस्। चुनाव जितेर जानेहरूले आफ्नालाई भन्दा पनि राम्रालाई सहयोग गर्ने वातावरण बनोस्।
धनगढी सुदूरपश्चिम प्रदेशको राजधानी भएकोले सबैतिरबाट आएर बसोबास गर्ने मानिस रहेको कैलाली बहुमुखी क्याम्पसका पूर्व प्रमुख हेमराज पन्त बताउँछन्। नेपालको सङ्घीय राजधानी काठमाडौँ भए जस्तै यस ठाउँमा पनि सबैतिरबाट आएर बसोबास गर्ने मानिस छन् भने उनले। फेरि धनगढी उद्योग, शिक्षा, स्वास्थ्य सबै कुराको हब हो। अहिले जिल्लामा चुनावी माहौल भने बनिसकेको छैन र पार्टीका शीर्ष नेताहरू आएर चुनावी माहौल बनाउने क्रममै रहेको उनले सुनाए। कैलाली 5 मा पार्टी तिनै छन् तर नयाँ अनुहार चुनावी मैदानमा देखिएका छन् उनले भने। अहिले बिस्तारै चुनावी माहौल बन्दैछ। यस क्षेत्रका मतदाताको अपेक्षा चुनावमा संसदमा जाने नेतृत्व परिवर्तन हुनुपर्ने भन्ने रहेको उनले सुनाए। फेरि यस क्षेत्रमा क्षेत्रीय सम्बन्धको मतले बढी प्रभाव पार्ने उनको भनाइ छ। जुन जिल्लाबाट बसाइ सरेर यहाँ आई बसोबास गर्ने उम्मेदवार बन्छन् त्यसमा त्यो जिल्लाबाट आउनेको मत जान्छ भने उनले। उनीहरू उम्मेदवारका लागि भोट ब्याङ्क नै हुन्। यस्तो मतले